दिदीबहिनीले के प्लास्टिक एउटा जलाइरहेको ठाउँमा गएर उसले के भन्ने भने ए प्लास्टिक नजलाउँ, बरु प्लास्टिकलाई हामीले फेरि यसमा सुइरो भनेर दिने गरेका छौँ नगरपालिकाले। त्यो प्लास्टिकलाई उसमा खोचेर झुन्डाइराख्ने भने त्यो प्लास्टिकलाई हामी रिसाइकल गर्नेहरूलाई बेचौँ। त्यस्तै कुरा आयो भनौँ अब हाई लेभलको स्ट्यान्डर्डमा गयो भने तपाईँको जुन रेफ्रिजरेटर युज भइरहन्छ, एसीहरू युज भइरहन्छ, त्यो एसी र रेफ्रिजरेटरले पनि हाम्रो कार्बन प्रोडक्सनमा चाहिँ धेरै मतलब असर पारिरहेको हुँदो रहेछ। त्यस्तो युजहरूमा पनि हामीले सकेसम्म न्यूनीकरण गर्ने भन्ने जनचेतना ल्याएपछि त्यो जनचेतना ल्याउँदै बिस्तारै गएर हाम्रो लास्टमा गएर हाम्रो उद्देश्य प्राप्ति हुने हो होइन। त्यही उद्देश्यले चाहिँ हामीले चाहिँ आज यो कार्यक्रम गऱ्यौँ। हामी यो कार्यक्रम चाहिँ निरन्तरता दिइ नै रहन्छौँ। उपत्यकाको बढ्दो वातावरण प्रदूषणलाई कम गर्न उपयुक्त नीतिका साथ जनस्तरबाटै विभिन्न कार्यक्रम गर्दै सबैलाई समेटेर अघि बढ्न प्रदर्शनीमा सहभागीहरूले सुझाव दिएका छन्। काठमाडौँको वातावरण संरक्षण गर्नको लागि सबभन्दा प्रथम कुरा त यो ठाउँमा जुन जनसङ्ख्या वृद्धि भइरहेको छ नि त्यो चिज त अलिकति समाधान गर्नुपर्छ जस्तो लाग्छ। किनभने जति धेरै जनसङ्ख्या बढ्यो त्यति नै वातावरणको समस्याहरू बढ्दै नै जान्छ। त्यसलाई समाधान गर्न त्यति नै गाह्रो हुन्छ। र अर्को कुरा के भन्दाखेरि यहाँ जति पनि प्रदूषणका क्रियाकलापहरू भइरहेका छन् नि ती क्रियाकलापहरूलाई चाहिँ तहलाउनको लागि अलिकति बलियोसँग चाहिँ पोलिसी लेभलमा काम हुनुपर्छ। यो वास्तवमा भन्यो भने यो वातावरण दिवसको यो अहिले जो यहाँ देखाइराखिएको छ यो सबैलाई ज्ञान लिने कुरा हो। सबैले ज्ञान लिएर सबैले जागरुक भएर काम गर्नु पर्यो। दूषित वातावरण बनाउनु भएन, फोहोर मैला बागमतीमा फाल्नु भएन, ढल आफ्नो सेफ्टी ट्याङ्की बनाएर चाहिँ राख्नु पर्यो। सबैले ढल त्यहाँ हाल्नु भएन। अब यसरी फाल्छ उसरी फाल्छ भन्दा हामीले त्यो प्रपर ठाउँमा लग्यो भने त्यो प्रपर ठाउँबाट अझ जान्छ नि होइन। त्यो त्यसरी मैला त हुँदैन नि हाम्रो होइन। अब यहाँ कल्चरल हेरिटेजको अगाडि अब यहाँनिर हामीले मैला फालिदियो भने होइन त्यो सबैले अब मैले एकजनाले फाल्यो भने सबैजनाले फाल्छ होइन। मैले टिप्यो भने अरूहरूले पनि त टिप्न आउँछ नि होइन। अहिले फर्स्ट अब मैले टिप्न सुरु गरेँ भने उनीहरूले टिप्छ होइन। अब उनीहरूले टिपेपछि सबैजनाले हेर्छ सिक्छ नि होइन। त्यही हो क्या खास भन्यो भने चाहिँ एकजनाले गर्यो भने अरू आउँछ। त्यसैले हामीले होइन अनि हामीले चाहिँ के सिकाउँछ भने लिडरसिप कोअपरेसन भयो भने चाहिँ होइन सबजनाले गर्छ होइन। यस्तै निजी क्षेत्रलाई समेटेर वातावरण संरक्षणमा अगाडि बढ्नुपर्ने धारणा निजी क्षेत्रको छ। अब यो कस्तो छ भने एकै शब्दमा यसै गर्दा ठिक होला भन्ने सक्ने अवस्था चाहिँ भएको छैन। तर सम्पूर्ण काठमाडौँवासी उपत्यकामा बस्ने जनताहरूलाई यो विषयमा हामीले बुझाउन सक्यौँ भने उहाँहरूको सहयोग लिन सक्यौँ भने यो जुन हाम्रो उपत्यकाको फोहोर मैला र वातावरणलाई सुधार गर्न सकिन्छ भन्ने हामी लागेको छ। वातावरण दिवसको अवसरमा मात्र नभई यस्ता कार्यक्रमलाई थप योजनाबद्ध ढङ्गबाट अगाडि बढाउन सकेको खण्डमा वातावरणीय संरक्षणमा ठूलो परिवर्तन छ। तर यसका लागि निजी सर्वसाधारण तथा विद्यार्थी सबैको सहयोग लिनु आवश्यक देखिन्छ। ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदा युक्त स्वच्छ स्वस्थ समृद्ध सुन्दर पर्यटकीय नगरमा ललितपुरलाई विकास गर्ने प्रमुख लक्ष्यलाई सम्बोधन गर्दै ललितपुर उपमहानगरपालिकाले बाजागाजा संरक्षण सम्बन्धी प्रयास सुरु गरेको छ। ललितपुरका परम्परागत बाजा संरक्षण हाम्रो प्रयास विषय कार्यशाला गोष्ठीमा बाजा संरक्षणमा क्रियाशील सङ्घ संस्थाका प्रतिनिधिहरूबाट सङ्कलन गरिएको थियो। कार्यक्रममा 7 दलीय संयन्त्रका तर्फबाट नेपाल कम्युनिस्ट पार्टी माओवादीका सरोज सिंह, कार्तिकनाथ सञ्चालन तथा व्यवस्थापन समितिका निर्देशक हरिमान श्रेष्ठ, पर्यटन मन्त्रालयका प्रकाश दर्नाल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्रकाश गुरुङ, नेपाल भाषाका गीतका रामकृष्ण दर्नाल लगायतले बाजा संरक्षणका चुनौती र सम्भावनाका विषयहरूलाई बताउनु भएको थियो। कार्यक्रममा बाजागाजा प्रयोग सम्बन्धी स्कुल स्तरबाटै छुट्टै कोर्सको व्यवस्था गरिनुपर्ने, खोज अनुसन्धान गरी पुस्तकहरू प्रकाशित गरिनुपर्ने, युवा पुस्तालाई समेत बाजागाजाको प्रयोगप्रति आकर्षित गर्ने वातावरण सिर्जना गर्नुपर्ने र बाजागाजाको प्रयोगबाट आत्मनिर्भर बन्ने वातावरण बनाउनु पर्ने विषयमा छलफल भएको थियो। त्यो गोष्ठीमा चाहिँ अब नेपाल प्रज्ञा प्रतिष्ठानका संस्कृति विभागका अनि यो सांस्कृतिक संस्थानका अनि यहाँका ज्यापु समाज, बौद्ध विहार सङ्घ र सम्बन्धित बाजागाजा सम्बन्धित व्यक्तित्वहरूलाई ल्याएर चाहिँ हामीले छलफल गऱ्यौँ। छलफल मुख्यतः 3वटा विषयमा हामी केन्द्रित भयौँ। एउटा चाहिँ के भन्दाखेरि परम्परागत यो जुन संस्कृति छ त्यसलाई चाहिँ कसरी जगेर्ना गर्ने, एउटा चाहिँ बाजाका सङ्गीत पक्षलाई चाहिँ हामीले कसरी जगेर्ना गर्ने र एउटा चाहिँ बाजा र त्यो सम्बन्धित व्यक्तिहरूलाई चाहिँ कसरी हामीले अगाडि लाने, जुन कि अब आउने नयाँ जेनेरेसनले बाजागाजाहरू चाहिँ एउटा म्युजियममा मात्र हेर्ने हुन नपरोस् र उनीहरू पनि यो बाजागाजा सम्बन्धी चाहिँ लाग्नलाई प्रेरित होस्
जुन कि यो पर्यटकीय नगरीको रूपमा छ। यो पर्यटकीय नगरीमा चाहिँ एउटा आय आर्जनको पनि राम्रो स्रोतको रूपमा हामीले विकास गर्न सक्छौँ र यो पाटनलाई चाहिँ जुन ऐतिहासिक नगर, जुन सांस्कृतिक नगर छ, त्यसलाई चाहिँ अझ हामीले लामो समयसम्म लान सक्छौँ भन्ने हाम्रो विश्वास छ।